गाइजहरू वेलकम टु आवर अविनाश ब्लग। म चाहिँ हजुरहरूलाई अब आज होइन मेरो कौसीमा मैले के गरेको सबै देखाउँछु है त। हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला भन्दै रिक्वेस्ट गर्छु है त हजुरहरूलाई। म अब देखाउँछु है त हजुरलाई। सुरु भयो, स्टार्ट। यो चाहिँ ड्रागन फ्रुटहरू हो नि त। मैले कति मिहिनेत लगाएर गरेर रोपेको छु हेर्नुहोस्। यो चाहिँ होइन रोपेको अब कति 1 वर्ष हुन लाग्यो होइन। अब अरू खै 2 वर्ष जतिमा फल्छ अरे भन्ने सुनेको छु मैले। अब यो फलेपछि नि म हजुरहरूलाई यो फलेको फल देखाउँछु ड्रागन फ्रुटको। हेर्नुहोस् त, यसरी चाहिँ मैले कौसीमा सबै ड्रागन फ्रुटहरू यसरी लगाएको छु। कस्तो लाग्यो मेरो चाहिँ। अब म चाहिँ घरमा बसेर यही हो मेरो काम होइन। म चाहिँ यो घरमा बसेर काम बोट बिरुवा हेरचाह गर्ने, यसलाई मलजल हाल्ने मेरो चाहिँ कामै यही हो। अब हाउसवाइफ बन्न पनि त त्यति सजिलो त छैन नि त होइन। घरको काम गर्नु पऱ्यो, यसरी बोट बिरुवा हेरचाह गर्नु पऱ्यो, गाह्रो छ नि। मान्छेहरूले भन्न चाहिँ के काम गर्ने भन्दा हाउसवाइफ भन्ने हुन्छ होइन। तर हाउसवाइफ बन्न पनि त त्यति सजिलो त छैन नि। यस्तो कौसीभरि यसरी ड्रागन फ्रुट लगाएर प्लान्टहरूसँग रमाउन खेल्न कति रमाइलो हुन्छ होइन। यसरी फल फलेपछि अझै खान कति मजा आउँछ, कति आनन्द हुन्छ। आफूले यस्तो दुःख गरेर मिहिनेत गरेर बोट बिरुवा रोप्यो होइन, अनि यसको फल फलेपछि आफूले खाँदा कति स्वर्गमा पुगे जस्तो आनन्द हुन्छ क्या गाइस है। ल हजुरहरूलाई मेरो यो हाउसवाइफ काम चाहिँ मन पऱ्यो भने सबैजनाले लाइक्स कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै बाई बाई गाइज, लभ यु, आई लभ यु गाइज।